आज म अन्डा बिरयानी बनाउन लागेको छु साथीहरू। अन्डा उसिनिसकेपछि मैले अन्डाको बोक्राहरू फाल्दैछु अनि यतातिर कुकर तातिसकेको छ, तेल पनि राखिसकेँ मैले साथीहरू। हेर्नुहोस् है, अब मैले के हाल्छु भन्दाखेरि सोप राखेँ। सोप राखेपछि एकदमै टेस्ट आउँछ अनि चपिङ गरिराखेको प्याज, सुकेको खुर्सानी, दालचिनी, तेजपत्ता सबैलाई राखेर राम्रोसँग चलाएँ। एकछिन राम्रोसँग भुटिसकेपछि मैले चपिङ गरेर राखेको टमाटरलाई पनि राखेर चलाएँ। टमाटरहरू यता पाक्दैछ। मैले चामल लिन गएँ साथीहरू बिरयानी बनाउनको लागि। हेर्नुहोस् है, चामल पनि लिएर आएँ, सफा पानीले धोएर पनि मैले राखेँ। यतातिर चाहिँ टमाटर पाकिसकेको छ। मैले बेसार राखेँ, नुन राखेँ। नुन राखिसकेपछि मसला पनि राखेँ। हेर्नुहोस् है साथीहरू, गरम मसला पनि राखेँ। एकदमै स्वाद आउँछ थरीथरीको मसलाहरू हालेर बनाएपछि। अनि मैले मसलाहरू डढ्छ भनेर चाहिँ पानी हालेर एकछिन चलाएँ। पानी हाल्दै चलाउँदै गर्नुपर्छ थोरै थोरै, अनि मसलाहरू डढ्दैन। मैले धनिया र पुदिना राम्रोसँग सफा गरेर राखेको थिएँ। धनिया र पुदिना पनि हालेँ। त्यसपछि मैले उसिनेर राखेको अन्डालाई हालेँ। त्यसैमाथि मैले धोएर राखेको चामल पनि लिएर आएर हालेँ। अब चामल अनुसारको पानी राखेँ। पानी अलिकति धेरै भएको रहेछ, त्यही भएर मैले पानी थोरै यतातिर साइडमा राखेर मैले चामलमा हालेर चलाएँ अनि सिटी लगाइदिएँ। हेर्नुहोस् है साथीहरू, बिँडा अलिकति खुकुलो भएर चाहिँ चम्चाको समात्ने भागले मजाले कसिदिएँ। त्यसपछि मैले मेसिनमा कपडा पहिल्यै राखेको थिएँ, सरफ हालेर मेसिन पनि चलाएर छोडिदिएँ। सिटी पनि आइसकेको छ साथीहरू। हेर्नुहोस् है, बिरयानी पाकेर तयार भइसकेको छ। हजुरहरूलाई मैले बनाएको बिरयानी कस्तो लाग्यो कमेन्ट गरेर भन्नु होला है साथीहरू।